कुरा पनि गर्दै हुनुहुन्थ्यो बाँच्नु मर्ने चान्स छैन। डाक्टरले चाहिँ प्रष्ट रूपमा के भन्दै हुनुहुन्थ्यो भने यो करिब 97% अब मैले चाहिँ बढाएर 95 भन्छु घटाएर होइन, तर डाक्टरले चाहिँ 97% चाहिँ ठिक हुन्छ, 2-3% चान्स चाहिँ अलिकति डेन्जर हुन्छ। त्यो 100मा 2-3 जना चाहिँ ऊ हुन्छ, तर यो एकदम ठिक हुन्छ, टेन्सन नगर्नु, सक्सेस हुन्छ भनेर भन्नुभएको छ। उहाँहरूले त 4 भाग लाउनु हुँदो रहेछ क्या, 4टा बल्ब हुन्छ अरे, 4टा बल्बमा चाहिँ एउटा बल्ब कविताको बन्द छ अरे क्या, पूर्ण रूपमा बन्द छ अरे। त्यसको लागि चाहिँ उहाँलाई ओपन हार्ट सर्जरी भन्दो रहेछ। ओपन हार्ट सर्जरी गर्दाखेरि चाहिँ उहाँलाई बिहोस पारेर त्यो जुन हाम्रो शरीरको हार्ट छ त्यसलाई साइड राखेर त्यो अर्को जुन हुन्छ त्यो हार्ट राखेर टेम्पररी उसलाई बचाउने, त्यो हार्टलाई चाहिँ त्यस पछाडि त्यहाँनिर बल्ब फेरेर फेरि त्यो हार्टलाई त्यहाँनिर ट्रान्समिसन गरिन्छ भन्ने खालको कुरा गर्नुभयो। र उहाँले पार्ट बनाएर मुटुको आकारहरू बल्बहरू देखाउनु भएको थियो। त्यो चाहिँ लगाइसके पछाडि अनि मात्र नानी ठिक हुन्छ, तर उसले जिन्दगीभरि दबाई खानुपर्ने हुन्छ भनेर भन्दै हुनुहुन्थ्यो। दबाई पनि महिनामा चाहिँ अस्पताल गएर त्यहाँको ब्लड टेस्ट गर्नुपर्छ, किनभने त्यो लगाइसके पछाडि ब्लड बाक्लो हुन्छ अरे क्या। सम्पूर्ण दर्शकमा एकदमै खुसीको खबर लिएर आएका छौँ, जहाँ चाहिँ कविता बहिनीको लागि अहिले भर्खरै मात्रै हामी अस्पतालबाट निस्किएर हामी जुन ठाउँमा बसेका छौँ त्यो ठाउँबाट तपाईहरुमा सानो अपडेट दिएका छौँ, जहाँ खुसीको खबर कस्तो भन्नुहुन्छ भने कविता बहिनीको लागि अपरेसन गर्दा लाग्ने खर्च करिब 3 लाख बराबरको चाहिँ अस्पतालले छुट गरिदिने भयो र सरकारले भनौँ न होइन। अनि हामी प्रशासनमा पनि गएर बुझ्यौँ र त्यहाँ गइसकेपछि हाम्रो म्याम हुनुहुन्थ्यो, के नाम थियो म्यामको थाहा छ? उर्मिला गौत होइन खनाल, उर्मिला खनाल हुनुहुन्थ्यो। उहाँसँग कुरा भयो, उहाँले भन्नुभयो हामी 3 लाखसम्मको सरकारले छुट गर्ने जुन मापदण्ड छ त्यसमा हामी सहयोग गर्छौँ र बाँकी नपुगेको खण्डमा नि तपाईँ हामी सबैजना सहयोग गरागर गरेर जुटेर चाहिँ यी नानीको उपचार गर्नुपर्छ भन्ने खालको सल्लाह पनि दिनुभयो। एकदमै धेरैभन्दा धेरै धन्यवाद सम्पूर्ण गङ्गालाल हस्पिटलका चाहिँ चिकित्सक अनि त्यसपछि प्रशासनदेखि लिएर सबैजनालाई एकदमै एकमुष्ट धन्यवाद दिन चाहन्छु। र मलाई केही सहयोग रकम जुटेको छ, अहिले म तपाईहरुमा जानकारी गराउन चाहन्छु। सबैभन्दा सुरुको नाम रहेको छ गोपी राम मुक्तान हेटौडाबाट हुनुहुन्छ, उहाँले 10,000 पठाइदिनु भएको छ भने छिरिङ लामा काठमाडौँ स्वयम्भूबाट हुनुहुन्छ, उहाँले 3,000 पठाइदिनु भयो। र हाम्रो हेमन गुरुङ को चाहिँ पहलमा र साथीभाइहरू पनि हुनुहुँदो रहेछ, उहाँहरूले पनि फेरि पनि सहयोग पठाउनु भएको छ। हेमन गुरुङले योभन्दा पहिला पटक सहयोग रकमहरू पठाउँदै आउनु भएको छ। उहाँले मलाई यहाँ लिस्ट दिनुभएको छ। सबैभन्दा सुरुमा नाम रहेको छ टिका देवी लोजा गुरुङ $50, अनि बगी कि ठगीमाया हो, कठीमाया ठगीमाया गुरुङ कि गीत हो कि ठगीमाया गुरुङ $40, अम्बिका गुरुङ $30, झरना पोजु गुरुङ $30, हेमन गुरुङ $50, हेरिसबर्ग कार्लिस हो हेरिसबर्ग कार्लिस भन्ने ठाउँबाट अमेरिकाबाट चाहिँ उहाँहरूले रु 27,124 रुपियाँ पठाउनु भएको छ। धेरैभन्दा धेरै धन्यवाद दिन चाहन्छौँ। र अहिलेसम्म हामीसँग टोटल पैसा उठेको 3,85,000 रहेको छ र त्यसमा के कति खर्च भयो भन्ने विषयमा पनि तपाईहरुमा हामी जानकारी गराउँदै जानेछौँ। अहिले चाहिँ हामी खर्च के कति भयो हामीले यहाँ टिपिसकेको छैनौँ, तर खर्च त निकै नै भइसक्यो आउँदा जाँदा गाडीमा होइन, यहाँको इनड्राइभ बुक गर्दा हिँड्दाखेरि केही छैन, हामी त्यो पनि तपाईहरुमा जानकारी गराउने चाहन्छु होइन। र अहिले चाहिँ हामी यहाँनिर आउँदाखेरि चाहिँ अब बहिनीको आजसम्म के भयो त, सबैभन्दा सुरुमा उहाँको ब्लड चेक गर्यो, त्यसपछि इसिजी गर्यो, त्यसपछि इको पनि गर्यो, इको टेस्ट पनि भन्दो रहेछ होइन, ब्लड टेस्ट त 2 चोटि पनि गर्यो, एक्सरे पनि भयो, इसिजी पनि भयो, धेरै भयो, खर्च त छ केही छैन। तैपनि हाम्रो कविता बहिनीको अब भोलि एडमिट गर्ने दिन, पर्सि अपरेसन हुने दिन होइन र? कविता बहिनी अहिलेसम्म आएर तपाईँलाई कस्तो लाग्दैछ? अलिअलि डर पनि लागिरहेछ, अब बाँच्छु जस्तो पनि लागिरह। अलिअलि डर खुसी पनि लागिरहेछ। ओके। र आज दिनभरि डाक्टरसँग त्यसपछि
यता के अरे प्रशासनसँग हामीले चाहिँ परामर्श गर्दा गर्दै हाम्रो दिन पनि बित्यो। श्याम सर, डाक्टर साहबसँग कुराकानी पनि भयो होला तपाईँको, होइन? के कुराकानी भयो एकचोटि थोरै भनिदिनुहोस् न। डाक्टरले चाहिँ भित्र कुरा गरेपछि अब हामीले त्यहाँ कुरा गरिसकेको छौँ अनि लगाएपछि उसलाई भित्र अब उसको चाहिँ अब पहिले नै उपचार गर्नु पर्थ्यो। अब मुटुको त एकदमै उ भइसकेको छ, अब एउटा चाहिँ अब ड्यामेजै भइसकेको हो। अब तपाईँहरू तयारी गर्नुहुन्छ भने अब हामी त तयारी नै छौँ भन्ने कुरा गर्नुभयो। अनि मैले भने उहाँहरूको केही पनि छैन, उहाँ विचार पनि जानुभएको थियो, केही पनि छैन उहाँहरूको, यस्तो यस्तो हो। अब हामीले ओडाको सिफारिस पनि लिएर आएको छौँ यो अनि यस्तो तरिकाले चाहिँ गरेपछि अलिकति उहाँको चाहिँ हामीले चाहिँ यसरी मिडियाबाट चाहिँ अलिअलि उठाइदिएर उपचार गरिदिन आँटेको भनेपछि अनि उहाँले भन्नुभयो ठिक छ, अब मिलाएर गर्नुपर्छ, तपाईँहरू तयारी गर्नु भनेर भन्नुभएको छ। अनि त्यसपछिबाट हामीले चाहिँ यसरी गर्न खोजेको छौँ भनेर भन्दाखेरि तपाईँहरूको अब यो ब्लड टेस्ट फेरि गराउनुपर्छ। दुईचोटि हिजो त गराइसकेको भनेको फेरि पनि ब्लड टेस्ट गराउनुपर्छ। अनि त्यो 3-4 ठाउँ के टेस्ट हुँदो रहेछ होइन, त्यो गराइसकेपछि भोलि चाहिँ हामीलाई 12 बजे बोलाउनु। सर, तपाईँ त्यहाँभित्र जानुभएको थियो, डाक्टरले प्रत्यक्ष तपाईँलाई भनिराख्नु भएको थियो होइन, मुटुको चाहिँ खोइ कतिवटा भाग के, अनि एक ठाउँ चाहिँ अघि भन्दै हुनुहुन्थ्यो, एकचोटि प्रश्न भन्नुहोस्। नमस्कार, म चाहिँ बिक लिम्बू। सर्वप्रथम त जति पनि हाम्रो भिडियो हेरेर कविता बहिनीको लागि साथ सहयोग दिइरहनु भएको छ त्यसको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र विशेष गरेर यहाँ हामीलाई जसले यहाँ बस्ने ठाउँ दिनुभयो हाम्रो मदन लिम्बू हसरा हुनुहुन्छ, उहाँलाई पनि हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। र आज जो डाक्टरसँग जुन हामीले परामर्श गऱ्यौँ, उहाँसँग कन्भर्सेसन भयो, उहाँले चाहिँ के भन्दै हुनुहुन्थ्यो भने हाम्रो मुटुको उहाँहरूको मेडिकलमा अब हामी त देख्छौँ सिङ्गो, उहाँहरूले त 4 भाग लाउनु हुँदो रहेछ क्या, 4टा बल्ब हुन्छ अरे। 4टा बल्बमा चाहिँ एउटा बल्ब कविताको बन्द छ अरे क्या, पूर्ण रूपमा बन्द छ अरे। त्यसको लागि चाहिँ उहाँलाई ओपन हार्ट सर्जरी भन्दो रहेछ। ओपन हार्ट सर्जरी गर्दाखेरि चाहिँ उहाँलाई बेहोस पारेर त्यो जुन हाम्रो शरीरको हार्ट छ त्यसलाई साइड राखेर त्यो अर्को जुन हुन्छ त्यो हार्ट राखेर टेम्पोररी उसलाई बचाउने, त्यो हार्टलाई चाहिँ त्यस पछाडि त्यहाँनिर बल्ब फेरेर फेरि त्यो हार्टलाई त्यहाँनिर ट्रान्समिसन गरिन्छ भन्ने खालको कुरा गर्नुभयो। र उहाँले पार्ट बनाएर मुटुको आकारहरू बल्बहरू देखाउनु भएको थियो। त्यो चाहिँ लगाइसके पछाडि अनि मात्र नानी ठिक हुन्छ, तर उसले जिन्दगीभरि दबाई खानुपर्ने हुन्छ भनेर भन्दै हुनुहुन्थ्यो। दबाई पनि महिनामा चाहिँ अस्पताल गएर त्यहाँको ब्लड टेस्ट गर्नुपर्छ, किनभने त्यो लगाइसके पछाडि ब्लड बाक्लो हुन्छ अरे क्या। त्यसको लागि चाहिँ उसको विभिन्न तरिकाले चाहिँ उसलाई त्यो खुनलाई उयो गर्नुपर्ने हुन्छ अरे क्या। शौचालय बनाउनुको लागि खानादेखि लिएर हरेक कुरामा चाहिँ त्यसले निर्भर पार्छ अरे। अनि त्यो खुनलाई चाहिँ पातलो बनाउनको लागि दबाईहरू पनि छ। अब भविष्यमा नानीले अब ठुलो त हुन्छ, पक्कै पनि उसको नि बिहा गर्ने रहर हुन्छ होला, बच्चा जन्माउने रहरहरू हुन्छ होला, त्यतिखेर चाहिँ उनले त्यो दबाई त्यो जुन हुन्छ नि गोली ट्याब्लेट त्यो सेवन नगरेर उहाँलाई इन्जेक्सनबाट दिनुपर्छ भनेपछि औषधि चाहिँ अपरेसन गरे पनि जिन्दगीभरि खानै पर्यो अनिवार्य खानुपर्छ। जस्तो अघि अलिकति डरको कुरा पनि गर्दै हुनुहुन्थ्यो। डाक्टरले चाहिँ प्रष्ट रूपमा के भन्दै हुनुहुन्थ्यो भने यो करिब 97%, अब मैले चाहिँ बढाएर 95 भन्छु घटाएर होइन, तर डाक्टरले चाहिँ 97% चाहिँ ठिक हुन्छ, 2-3% चान्स चाहिँ अलिकति डेन्जर हुन्छ। त्यो 100मा 2-3 जना चाहिँ ऊ हुन्छ, तर यो एकदम ठिक हुन्छ, टेन्सन नगर्नु, सक्सेस हुन्छ भनेर भन्नुभएको छ। ओके, सम्पूर्ण दर्शक महानुभावहरूमा खुसीको खबर यही छ कि अब बहिनीको अपरेसन हुने पक्की भइसक्यो। सबै डकुमेन्ट हामीले बुझाइसक्यौँ। श्याम सरले सिफारिस, गाविसको सिफारिसदेखि लिएर सब वडाको सिफारिसदेखि सबै हामीले बुझाइसक्यौँ। र बहिनीले उपचार गर्दाखेरि जुन पाउने रकम छ 3 लाख रुपैयाँ नेपाल सरकारबाट पाइँदो रहेछ, त्यो चाहिँ मुटु अपरेसन गर्नु परेको खण्डमा होइन, एकदम त्यो पनि निम्न वर्गलाई जसको केही छैन, उहाँले 3 लाख जतिको पाउनु हुँदो रहेछ। त्यो पनि पाइसकेको भनौँ अब होइन, फाइनल पाइसकेकै भनौँ, त्यो पनि पाइसकेको अवस्था छ। र हामीसँग जति रकम छ 3,85,000 त्यो पनि हामीसँग छ। अब यति भइसकेपछि बहिनीको उपचार चाहिँ हुन्छ जस्तो चाहिँ हामीलाई लागिरहेको छ। र जिन्दगीभरि औषधि खानुपर्छ र बीचमा ब्लड टेस्ट गर्नुपर्छ र त्यो ब्लडलाई सन्तुलनमा ल्याउनको लागि विभिन्न किसिमको उपचारहरू पनि
चाहिएको अवस्था छ होइन। त्यो भएको कारणले गर्दा अब अपरेसन हुने बित्तिकै त हस्पिटलबाट बाहिर निकाल्दैन होइन। अब आइसियुमा राख्नु पर्ला, भेन्टिलेसनमा राख्नु पर्ला। आइसियुमा राख्छ होला, 72 घण्टा जस्तो भन्नु। 72 घण्टा 72 घण्टा चाहिँ आइसियुमा राख्नै पर्छ। 3 दिन 3 दिन मलाई चाहिँ लाग्थ्यो 48 घण्टा, तर 72 घण्टा रहेछ, ठिकै छ। 3 दिन आइसियुमा होला, त्यस पछाडि नर्मल वार्डमा जनरल वार्डमा होला 2-3 दिन, एक हप्ता लाग्ने रहेछ। अब अपरेसनको त फ्री भयो होइन, ओके, त्यसपछि आइसियुमा बसेको, वार्डमा बसेको, औषधि खाएको होइन, त्यसमा खर्च धेरै नै छ। लगभग हाम्रो पैसाले अलिक नपुग्ला कि जस्तो पनि हामीलाई लाग्छ होइन। केही छैन, हामी यो भिडियो तपाईँहरूमा अपडेट गर्दै गर्दाखेरि पक्कै पनि यो भिडियो जहाँबाट हेर्दै हुनुहुन्छ तपाईँले सकेको सहयोग गरिदिनु होला। यी समस्या नानीको मात्र होइन नि त, उसको आमाको पनि छ। आमाले पनि त्यो आफ्नो अनुहार चितेर यो सबै गइसकेको छ, यो हड्डी मात्र छ अनुहारमा पनि होइन, पुरा एलर्जी आएर कस्तो छ तपाईँहरूले भिडियो पनि देख्नु सक्नुहुन्छ, उसको उहाँको आमा कस्तो हुनुहुन्छ भनेर होइन। सकेको सहयोग गरिदिनु होला, जति सक्नुहुन्छ हजुरले आफ्नो घाँस बास कसरी काटेर हुन्छ सहयोग गरिदिनु होला। नसकेको खण्डमा यो भिडियोलाई मनकारी हातसम्म चाहिँ अनिवार्य पुर्याइदिनु होला भन्ने यही रिक्वेस्ट गर्छु। ओके, र हामी यही छौँ कि हामीले देखिरहेको बहिनी, राम्रो बहिनी, सबैलाई थाहा छ उनी बाँच्छिन्, उपचार पुग्यो भने बाँच्छ भन्ने कुरा 100% सबैलाई थाहा छ। तर बास केही रकमले गर्दाखेरि बहिनीको उपचार नहोला कि भन्ने डर थियो। तर त्यसमा पनि हामी लगभग 90% चाहिँ मजबुतै भइसक्यौँ। तर पनि अझै पनि बहिनीको लागि कतै केही हुन्छ कि, हामीसँग त्यस्तो इमर्जेन्सी भोलि गएर केही आइलाग्यो भने त्यस्तो ठुलो एफोर्ड गर्ने एमाउन्टहरू पनि हामीसँग त छैन। त्यो भएको कारणले गर्दा पनि तपाईँहरूमा यो भिडियो पस्किरहेको छु। र भोलि बहिनीलाई एडमिट गर्नु छ, अब 1 हप्ता जति अझै पनि बस्नु छ। र यहाँ 1 हप्ता जति हामी बस्दाखेरि आखिर कसकोमा बस्दैछौँ त? हिजो पनि हामीले तपाईँहरूमा बारम्बार जानकारी गराएको थिएँ, जहाँ चाहिँ हाम्रो मदन लिम्बू हसेरा, उहाँको टाइटल नाम हसेरा होइन, हसरा, ओके, उहाँको रिसोर्ट छ। उहाँले आफ्नो रिसोर्टमा तपाईँहरू हामी आउनुभन्दा अगाडि नै उहाँले फोन गर्नुभएको थियो होइन, आउनुहोस् बस्नुहोस्, तपाईँहरूलाई खान बस्न चाहिँ जति दिन बसे पनि तपाईँहरू ढुक्कले बस्नु भन्नुभयो काठमाडौँको जस्तो ठाउँमा होइन। उहाँले यति मजाले राख्नुभयो, एकदमै धेरैभन्दा धेरै धन्यवाद छ। अब खर्चकै हिसाबमा भन्नु भने त डाँडै घट्छ होइन, त्यो भएको कारणले गर्दा उहाँलाई धेरैभन्दा धेरै धन्यवाद। अब रिसोर्ट कहाँ हो भन्नुहुन्छ भने म जुन ठाउँमा उभिएको छु यही ठाउँको यतापट्टि रिसोर्ट छ।